अब यहाँ चाहिँ एउटा म तपाईँहरूलाई देखाउँछु। यो एउटा फेद हेर्नुहोस् है। ल यो फेद देख्नुभयो नि तपाईँहरूले? यो फेद फेद ल हेर्नुहोस् है, हेर्नुहोस् है, हेर्नुहोस् है, यो कस्तो छ है, हेर्नुहोस् त के हो यो। ल हेर्नुहोस् हेर्नुभयो नि, देख्नुभयो नि, देख्नुभयो नि होइन? ल हेर्नुहोस् है, हेर्नुहोस् है, हेर्नुहोस् है, हेर्नुहोस् है, हेर्नुहोस् है, यो पुरा हेर्नुहोस् है, हेर्नुहोस् है, यहाँनिर कति छ। ल यति माथि गएको छ नि, यो चाहिँ उखु है, यो उखु हो। अब यो चाहिँ निकै नै राम्रो उखु छ है। तपाईँहरूले यहाँ पनि देख्नु सक्नुहुन्छ यहाँ है। योबाट हेर्नुहोस् 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 हेर्नुहोस्। ल एकदम हेर्नुहोस् है, हेर्नुहोस् है, कति माथि गएको छ नि। ल टाढाबाट हेर्दा चाहिँ यस्तो देखिन्छ कि यो उखु देख्नुभयो नि, यो उखु हो। ल अर्को यता चाहिँ यो चाहिँ केराबारी छ खासमा। अनि अर्को चाहिँ तपाईँहरूले विचार गर्नु सक्नुहुन्छ यहाँ के छ होला होइन। त्यो चाहिँ सानो बोट छ नि होइन, सानो बोट हेर्नु त, सानो बोट छ नि त होइन, सानो बोट, तर फलेछ कत्रो कत्रो मेवा। ल हेर्नुहोस् मेवा हो नि, यो मेवा, मेवा वा मेवा फलेछ नि होइन। ल हेर्नुहोस् त मेवा, गाँड लागेछ मेवा, मेवा यसलाई भन्छन् मेवा। देख्नुभयो नि होइन, मेवा राम्रो छ। अब यता हेर्नुहोस्, यो चाहिँ रुखमा चाहिँ मरिच फलिरहेको छ, मरिच, मरिच देख्नुभयो नि, मरिच, मरिच। ल नजिकै आएर हेर्नुहोस्, तपाईँलाई म देखाइदिन्छु। मरिच देख्नुभयो नि, मरिच हेर्नुहोस् त यहीँ कसो फलेछ। ल मरिच, यो चाहिँ हो मरिच।